कृष्ण सम्पूर्णमा नमस्कार। अहिले हाम्रो देश नेपालले ठूलो क्रान्ति भोगेको छ। भ्रष्टाचारको विरुद्धको यो आन्दोलनमा 50 भन्दा बढीले आफ्नो ज्यान गुमाएका छन् भने 100 जना त अहिले पनि घाइतेकै अवस्थामा छन्। करोडौंको क्षति पुगेको अनुमान गरिएको छ भने देशको शासन सत्ता नै पल्टिएको छ। यस्तो विषम परिस्थिति हामीले छोटो समयमै भोग्नु परेको छ र यसको मुख्य कारण भनेकै जनताको सरकारप्रतिको निराशा हो। जब सत्तामा बसेका नेताहरूले आफ्नो धर्म पालना गर्दैनन्, जब उनीहरू आफ्नो जिम्मेवारीबाट विमुख हुन्छन् अनि सुशासन कायम गर्न सक्दैनन्, यस्तै घटनाहरू आइपर्छन्। त त्यही कारणले गर्दा आज आउनुहोस् हामी सबैजना मिलेर यसलाई शास्त्र अनुसार बुझ्ने प्रयास गरौँ र भविष्यमा पनि फेरि यस्तै घटनाहरू नदोहोरियोस् भनेर हामी शास्त्रबाट नै मार्गदर्शन लियौँ। श्रीमद् भगवद गीताको अध्याय 2 33 नम्बर श्लोकामा भनिएको छ, अथ चेतत्वम् इमं धर्म्यं संग्रामं न करिष्यसि तथा स्वधर्मं कीर्तिं च हित्वा पाप अवप्याशसि। यसको अर्थ हो, यदि केही गरी तिमीले यो युद्ध रूपी धार्मिक कर्तव्य पूरा गरेनौ भने तिमीलाई आफ्नो कर्तव्य पालन नगरेको पाप लाग्नेछ र तिमीले योद्धाको रूपमा पाएको यश पनि गुमाउनेछौ। हाम्रो नेताहरूले पनि आफ्नो धर्म त्यागेर देश र जनताको सेवा गर्न नसक्दा भ्रष्टाचारमा डुबेकै कारणले उनीहरूको पापको भाडा यतिसम्म भरिएको छ कि आज न त उनीहरूसँग मान सम्मान बाँकी छ, न त उनीहरूले राज्य चलाउन सक्ने शक्ति नै बाँकी छ। कुनै बेलामा मै हुँ भनेर भन्ने नेताहरूको पनि घमण्ड चुरचुर भएको छ। अहिले भर्खर भएको जेन्जीहरूको आन्दोलनमा नेताहरूको अवस्था देखेर नै हामीहरू बुझ्न सक्छौँ कि यदि हामीले हाम्रो धर्मको पालना गरेनौँ भने हामीहरूले कतिसम्म दुर्गति भोग्नु पर्छ। भगवान श्री कृष्णले भगवद गीताको 18 अध्यायको 48 नम्बर श्लोकामा भन्नुभएको छ, सहजम कर्म कौन्तेय सदोषमपि न तेजत सर्व आरम्भ हि दोषेण धूमेन अग्निरि आवृता। यसको अर्थ हो, हे कुन्ती पुत्र, दोषपूर्ण नै भए पनि आफ्नो स्वभावका साथमा उत्पन्न भएको कर्म परित्याग गर्नु हुँदैन, किनभने जुनसुकै उद्यम पनि धुवाँले आगो ढाकिए झै दोषले ढाकिएका हुन्छन्। साथीभाइ तथा दिदीबहिनीहरू, हाम्रो नेताहरूलाई आफ्नो धर्म थाहा नभएको होइन। उहाँहरू कतिजनासँग त देश हाँक्न सक्ने क्षमता पनि थियो, कतिजनासँग त लामो समयको अनुभव पनि थियो, तर पनि उहाँहरूले थाहा हुँदाहुँदै पनि भ्रष्टाचारको बाटो रोज्नु भयो। त्यही भएर नै उहाँहरूको पतन भयो। हामीहरू पनि यदि त्यसरी नै लोभमा पर्यौँ भने हामीहरूको आफ्नै विनाश हुन्छ। त्यही भएर हामी सधैँ धर्म पालना गर्ने प्रयास गरौँ, धर्ममा अडिग रहौँ। हरे कृष्ण।